यता नि गाइज आजको पनि हाम्रो मिनी ब्लगको सुरुवात भइरहेको छ यसरी। बिहान पसल आएको त क्या मस्तको मौसम थियो, न गर्मी थियो न चिसो थियो, आनन्दले शीतल आइरहेको थियो। व्यापारीलाई जे जस्तो मौसम भयो नि काम गर्नै पर्यो। काम गर्दै प्लस एउटा भाइ आएको थियो, उनको काम सकाइयो फोटो फ्रेमहरू अनि यो ब्यानर फोटो बनाए। फेरि अर्को डिजाइन गर्नतिर लागिहाल्यौँ। यो बर्थडेको डिजाइनको अर्डर बनायौँ। त्यसमा पनि अहिले हामीले सबै आफ्नो सामानमा यो स्टिकर टास्ने सुरु गऱ्यौँ। जुन हामीले बाहिरको प्याकेजिङमा लगाउँछौँ भित्र चाहिँ लगाउँदैनौँ, डिस्टर्ब गर्दैनौँ सामानलाई। कमेन्ट गरी गिफ्ट जितेको भाइले आफ्नो गिफ्ट लिएर गयो, कप परेको थियो खुसी हुँदै। त्यसपछि एउटा अर्डर छोड्न प्लस हाम्रो माइलो भाइको फुटबल म्याच रहेको छ जुन हेर्न गयौँ। त्यहाँ पनि हाम्रो ब्यानर पनि लगायो, हामीले पनि अलिअलि स्पोन्सर गरेको छ। भावपुर भन्ने ठाउँमा अर्डर छोड्न हिँड्यौँ हामी, कान्छो भाइ र म मिलेर। फाइनली अर्डर छोड्ने ठाउँमा आइपुग्यौँ, अर्डर पनि छोड्यौँ। बाटामा बिस्कुट खाँदै ब्याक टु पसलतिर उक्दै अनलाइनमा आएको यो कपको अर्डर रेडी पार्दियौँ। जुन अब भाइहरू छोड्न जान्छ। हाम्रो अल्छी भाइले काम गरेको देख्दा त खुसी नै लाग्दो रहेछ। अनि आज एसएससीको रिजल्ट आएर चाहिँ हाम्रो भाइको A+ आयो रे। अनि त्यो कुरा मलाई हजम भएन, जुनलाई म जुस खान गएँ, सुगर फ्री जुस खाएँ आज। त्यही खाँदै मिनी ब्लग ओभर गाइस, बाइ बाइ।